एकछिन यो कमेन्टको मलाई रिप्लाई गर्न मन लाग्यो होइन एकैछिन रोक्नु मम्मी यहाँ आइछन् एकछिन किन यहाँ आइछ नि आइछ भने यहाँ हेर्छ न आज थाहा पाउनु भयो होइन छुच्ची भन्नेहरूले जस्तोलाई त्यस्तै गर्नु हुँदो रहेछ यो दिदीले भनेर कमेन्ट गर्नुभएको रहेछ यसको रिप्लाई हजुर गरिदिन्छु ठिक पनि नि त नानीले पनि ठिक भन्यो यो यसको नेचरै यस्तै हो यो म आफ्नो चित्त पढ्यो भने चाहिँ यो शरीरलाई काटेर भन्न दिन्छी सबै थोक मन पराउँछे मन परेन भने चाहिँ यसको चित्त बुझेन भने चाहिँ हामी आमा बाबुको भने पनि यो मान्दैन टेप्दैन यसको नेचरै यस्तै हो पहिला साना छँदाखेरि पनि केही फकाइ फुस्के बाबु यताउति भने चाहिँ मरिमरि कनी गर्थी यदि यसको चित्त बुझेन भने चाहिँ आफ्ना भुल्ता चुन्याउँछ के यहाँ दाँती खाएर शरीरमा आफ्नै टोकेर यस्तो आफ्नै हातमा टोक्थे रे के यस्तै हो नानीले भने सही मन परेको मान्छेलाई चाहिँ फेरि भन्छु त मम्मी आधा शरीर काटेर दिन्थ्यो मन परेको मान्छेलाई त म फेरि आफ्नो पराई भन्दिनँ क्या हो कि म भन्छु न मन नपरेपछि आफ्नै भयो भने मलाई मन पर्दैन मन पर्यो भनेपछि टाढाको मान्छेले पनि मेरो चित्त बुझायो भने चाहिँ बुझ्नु पर्यो चित्त बुझ्यो भनेपछि यो आफ्नो शरीर दे यो नागी हो लुगा हामीलाई दियो भने पनि दिल्ली लगाएको यसको नेचरै यस्तै हो नानी कोही दुःख नमान्नु होला कति सत्य बोलेर रहेछ यसको नेचर यस्तै